नमस्कार साथीहरू। आज हामी नम्बर सिरिज अन्तर्गत केही कुरा छलफल गर्न गइरहेका छौँ। यदि हजुरहरू पनि लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनु भएको छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आज हामी नम्बर सिरिज अन्तर्गतका केही प्रश्नहरूबारे छलफल गर्नेछौँ र सुरुमा रहेको छ नम्बर सिरिज। यसको डेफिनेसन, यो नम्बर सिरिज भनेको के हो त? नम्बर सिरिज भनेको सङ्ख्याहरूबाट बनेको सिक्वेन्स हो। कुनै पनि नम्बरहरू हुन्छ त्यसबाट बनेको सिक्वेन्सलाई नम्बर सिरिज भनिन्छ। र हामीलाई क्वेसन विभिन्न प्रकारको क्वेसनहरू दिन सक्छ इक्जाममा। जस्तो नेचुरल नम्बरको केसहरू हुनसक्छ। नेचुरल नम्बर भनेको 1 2 3 4 5 हुन्छ। यसपछि आउने नम्बर भनेको कति हुन्छ? 6 हुन्छ नेचुरल नम्बरको केस। त्यस्तै गरी प्राइम नम्बर, प्राइम नम्बरको केसमा प्राइम नम्बरलाई के भनिन्छ? रुट सङ्ख्या भनिन्छ। प्राइम नम्बरको केसमा 5 7 11 13 17 19 पछि आउने प्राइम नम्बर कुन हो? 19 पछि आउने प्राइम नम्बर भनेको 23। त्यस्तै गरी अर्को छ स्क्वायर नम्बर। स्क्वायर नम्बर भनेको 81 छ, 121 169 त्यस्तै गरी 225। यो भनेको 9 को स्क्वायर हो, यो भनेको 11 को स्क्वायर हो, यो भनेको 13 को स्क्वायर हो। त्यस्तै गरी 225 भनेको 15 को स्क्वायर हो। अब आउनुपर्ने स्क्वायर नम्बर भनेको 17 को स्क्वायर हुन्छ। 17 को स्क्वायर भनेको कति हुन्छ? 289 भनेको यो 17 को स्क्वायर। त्यस्तै गरी क्युब नम्बर, यसलाई घन सङ्ख्या पनि भनिन्छ नेपालीमा। 8 27 64 125 रहेको छ। 8 भनेको 2 को क्युब, 27 भनेको 3 को क्युब, त्यस्तै गरी 64 भनेको 4 को क्युब र अर्को 125 भनेको 5 को क्युब हो। र यसपछि आउने अर्को नम्बर भनेको कति हुन्छ? 6 को क्युब हुन्छ। 6 को क्युब भनेको कति हुन्छ? 216 हुन्छ। 6 को क्युब भनेको 216। त्यस्तै गरी अर्को छ केस अफ एडिसन। एडिसनको केस 12 18 30 48 78 पछि अर्को कुन नम्बर आउँछ होला? गेस गर्नु होला र भिडियो पज गरेर कमेन्ट बक्समा पनि आन्सर लेख्न सक्नुहुनेछ हजुरहरू। 12 18 30 48 त्यस्तै गरी 78 छ। यसपछि कुन नम्बर आउँछ होला? एडिसन भनिसकेपछि दुईटालाई एड गरेको छ यहाँ। 12 + 18 30, 30 + 18 48, 48 + 30 गर्दा 78 भयो। अब 78 मा 48 जोड्नु पर्यो। 78 मा 48 जोड्दा कति भयो? 8 8 16 को 6 अनि 7 4 11 1 12 226 हुन्छ। त्यस्तै गरी यहाँ एउटा प्रश्न राखेको छु। 432 443 355 446 यसरी 546 पछि अर्को कुन नम्बर आउँछ होला? गेस गर्नु होला। यो सबैलाई एड गरौँ पहिला। 4 3 2, 4 + 3 + 2 गर्दा कति भयो? 4 3 7 2 9, 4 4 8 8 3 कति हुन्छ? 8 3 11, 3 + 5 8, 8 + 5 13, 5 4 6 जोड्दा कति हो? 4 6 10 15। 15 भनेपछि अब यसपछि आउने अङ्क भनेको कति हुनु पर्यो? 9 11 13 15 भनेपछि अड नम्बर भयो, 17 आउनु पर्ने भयो सबै एड गरेर। पहिला यो अप्सन 1 मा हेरौँ यो मिल्छ कि मिल्दैन। 4 9 6 9 4 6 10 9 19 यो भएन, 17 ल्याउनु छ हामीलाई। त्यस्तै गरी 6 + 4 10 + 7 17 यो ठिक हुन्छ। 17 भनेपछि अप्सन बी भयो। कति हुने भयो? 674 674 हुनुभयो। त्यस्तै गरी अर्को एफमा छ मल्टिप्लिकेसन केसको, गुणनको केसमा के हुन्छ त? 3 6 18 अनि 72 दिएको छ। त्यसपछि हामीले यसमा भर्नुपर्ने छ।
3 6 18 72 पछि कुन अर्को नम्बर आउँछ होला गेस गर्नु होला। मल्टिप्लिकेसन केस भनिसकेपछि मल्टिप्लाई हुने भयो। 6 त्यहाँ 18 18 6 का 72 सरी यो 3 लाई 2 ले मल्टिप्लाई गरेको छ। 3 दुना 6 6 त्यहाँ 18 अब फेरि 18 लाई 4 ले मल्टिप्लाई गर्यो 72 अनि 72 लाई फेरि 5 ले मल्टिप्लाई गर्नु पर्यो। 2 3 4 5 लगातार अङ्कले यसलाई मल्टिप्लाई गर्दै गए। 3 लाई 2 ले मल्टिप्लाई गरेर 3 दुना 6 6 त्यहाँ 18 18 चौको 72 अनि 72 पञ्ची कति हुन्छ 72 पञ्ची 360 360 हुन्छ यो। त्यस्तै गरी अर्को क्वेसन छ यहाँ 339 236 717 र 428 त्यसपछि कुन अङ्क होला यसपछि 513 अप्सन ए मा छ 513 बी मा छ 624 सी मा छ 155 र डी मा छ 625 339 236 716 448 पछि अर्को आउने नम्बर कुन हुन्छ होला। हाम्रो मल्टिप्लिकेसन केस भने है त्यो भनिसकेपछि हामीले यो अगाडिको दुईटा मल्टिप्लाई गरेर अर्को अङ्क आउँछ 3 त्यहाँ 9 2 त्यहाँ 6 7 1 7 4 2 8 त्यसपछि अर्को अङ्क आउनु कुन अङ्क आउनु पर्ला 5 1 3 यो मिलेन 6 2 12 यो 4 मिलेन 1 पञ्ची 5 1 पञ्ची 5 यो ठिक हुन्छ। एक सय 55 भयो। 3 त्यहाँ 9 3 दुना 6 7 1 7 4 2 8 त्यस्तै गरी अर्को अङ्क भनेको 155 हुन्छ। यो मल्टिप्लिकेसनको केस हो पक्कै पनि यो बुझ्नुभयो होला हजुरहरूले। र त्यस्तै गरी अप्सन त्यस्तै गरी अर्को छ डिभिजनको केस 256 64 16 पछि अर्को कुन अङ्क होला डिभिजनको केस हो यो केस अफ डिभिजन भनिसकेपछि यो 256 लाई 64 ले भाग गर्यो 4 हुन्छ 16 चौको 64 अब 16 लाई कतिले भाग गर्दा 4 हुन्छ 4 ले भाग गर्दा 4 चौको 16 भनेपछि यो कति हुने भयो 4 हुने भयो यसमा। त्यस्तै गरी अर्को रहेको छ 933 623 400 842 पछि कुन अङ्क आउँछ होला। अप्सन 1 मा रहेको छ 846 2 मा रहेको छ 823 3 मा रहेको छ 824 र डी मा रहेको छ 423 कुन हुन्छ होला गेस गर्नु होला। र यो डिभिजनको केस भनिसकेपछि यो 9 लाई यो 20 को अङ्कले डिभाइड गरेको छ जस्तो कि 9 लाई 3 ले डिभाइड गर्दा कति भयो 9 3 त्यहाँ 9 भयो 3 6 लाई 2 ले भाग गर्दा 3 भयो 2 त्यहाँ 6 4 2 8 4 2 8 अथवा यसले यी दुईटा मल्टिप्लाई गरे अगाडिको आयो भनेर बुझे पनि भयो 3 दुना 6 4 दुना 8 भनेपछि अर्को कुन हुन्छ होला 8 6 चौको कति भयो 4 6 का 24 यो रङ भयो 3 दुना 6 8 यो रङ भयो 2 चौको 8 यो ठिक हुन्छ। अप्सन 3 दुना 6 यो 4 रङ भयो पनि भनेपछि अप्सन थर्ड 824 भनेको राइट एन्सर हुन्छ यसमा। र त्यस्तै गरी अर्को छ रिभर्स केसमा रिभर्स केस 26 39 76 24 डडडड 67 93 62 रिभर्स केसमा यो कुन अङ्क आउँछ होला यसपछि गेस गर्नु होला। रिभर्स भनिसकेपछि 26 को रिभर्स कति भयो 62 देखाए 39 को 93 76 को 67 र 24 को रिभर्स अङ्क भनेको कति हुन्छ होला 42 हुन्छ भनेपछि यहाँ 42 हुन्छ। त्यस्तै गरी अर्को छ इक्वेल सम
936, 666, 648, 774 पछि अर्को कुन अङ्क आउँछ होला? अप्सन 1 मा रहेको छ 923, 2 मा रहेको छ 672, 3 मा रहेको छ 624, त्यस्तै गरी डी मा रहेको छ 657। इक्वल सम भनिसकेपछि यो 9, 3, 6 जोड्दाखेरि कति हुन्छ? 18। त्यस्तै गरी 6, 6 तीनटा 6, 6 त्यहाँ 18, यो पनि 18, 7 दुना 14, 4 18। त्यसपछि अब आउने अङ्क पनि यो इक्वल सम कति हुनु पर्यो? 18 नै हुनु पर्यो। भनेपछि 923, 9 2 11 3 कति भयो? 14, यो रङ भयो। 6 6 7 2 9, 6 7 2 भनेपछि कति भयो? 9 6 15, यो पनि रङ भयो। 6 2 4 2 12 भयो, यो पनि रङ भयो। 6 5 7 भनेपछि यो जोड्दाखेरि कति हुन्छ? 18 हुन्छ। भनेपछि अप्सन आइबी 5 6 5 7 यो राइट एन्सर हुन गयो। त्यस्तै गरी अर्को छ केस अफ स्क्वायर क्युब सम। केस अफ स्क्वायर सम क्युब 0 6 24 60 पछि अर्को कुन नम्बर आउँछ होला? 0 6 24 60 पछि अर्को आउने नम्बर कुन हुन्छ होला? गेस गर्नु होला। दुईटाको डिफरेन्स कति हुन्छ? 0 देखि 6 को डिफरेन्स 6 भयो, 6 देखि 24 को डिफरेन्स भनेको 18 भयो, 24 देखि 60 को डिफरेन्स भनेको कति हुन्छ? 36 को डिफरेन्स भयो। त्यस्तै गरी अब डिफरेन्स भनेको कति हुनु पर्यो? 60 भनेपछि 6 त्यहाँ 18 18 दुना 36, 18 दुना 36, यसको डिफरेन्स कति हुनु पर्यो? अब यो लजिकली मिल्दैन। यो 0 6 24 60 भनेपछि यो 0 ल्याउनको लागि 0 1 क्युब माइनस 1 स्क्वायर 1 क्युब माइनस 1, 2 क्युब माइनस 2 भनेको 6 हो। त्यस्तै गरी अर्को 24 भनेको 3 क्युब माइनस 9 र अर्को 60 ल्याउनलाई 60 भनेको कति हुन्छ? 4 क्युब माइनस 4, 4 चौको 16, चौको 64 माइनस 4 गर्दा 60 हुन्छ। अब यो अर्को भनेको 5 क्युब माइनस 5 हुनु पर्यो। 5 क्युब भनेको 125 माइनस 5 गर्दा कति हुन्छ? 120। यहाँ राइट एन्सर कति हुन्छ? 120 हुन्छ। त्यस्तै गरी अर्को छ 20 29 45 70 पछि अर्को कुन अङ्क आउँछ होला? 20 29 45 70 पछि अर्को कुन अङ्क आउँछ? यी दुईटाको डिफरेन्स निकालौँ। 9 भयो। त्यस्तै गरी यो 16, यो 25 पछि अर्को यो 9 16 25 भनेपछि यो स्क्वायर नम्बर भयो। 25 पछि आउने स्क्वायर नम्बर भनेको 36 हो, 36 हो। अब यो 70 मा 36 जोड्दा कति भयो? 106 भयो। यसको राइट एन्सर 106 हुन्छ। त्यस्तै गरी अर्को छ केस अफ डिफरेन्स। केस अफ डिफरेन्समा एउटा यहाँ क्वेसन रहेको छ 42 36, त्यसपछि 28 अनि 18, त्यसपछि आउने अङ्क कुन हुन्छ होला? केस अफ डिफरेन्स भनेपछि डाइरेक्ट यसको डिफरेन्स निकाले भयो। 42 बाट 36 भनेको 6 को डिफरेन्स माइनस 6, यो भनेको कति भयो? 28 बाट 36 भनेको माइनस 8 को डिफरेन्स भयो अनि 28 देखि 18 भनेको माइनस 10 को डिफरेन्स भयो। त्यसपछि अब कतिको डिफरेन्स हुनु पर्यो? 6 8 10 भनेपछि अब 12 को डिफरेन्स भनेपछि 18 मा 12 घटाउँदा कति भयो? 6 भयो। यसको राइट एन्सर 6 हुन गयो। त्यस्तै गरी अर्को रहेको छ 1 2 6 15 31 पछि अर्को कुन अङ्क आउँछ होला? 1 2 6 15 31 पछि आउने अर्को अङ्क कुन हुन्छ होला? यसको पनि यही डिफरेन्स नै निकाल्ने। यो 1 2 बाट 6 घटाउँदा 6 बाट 2 घटाउँदा 4, यो 15 बाट 6 घटाउँदा कति हुन्छ? 15 बाट 6 घटाउँदा 16,
यो कति हुन्छ 31 बाट 15 घटाउँदा 25 सरी 6 बाट 15 घटाउँदा 9 31 बाट 15 घटाउँदा 16 भनेपछि यो पनि स्क्वायर नम्बरले बढ्यो उहाँ 1 4 9 16 भनेपछि अब यो 25 हुनु पर्यो 31 + 25 भनेको 56 यसको राइट एन्सर 56 हुन्छ। त्यस्तै गरी अर्को छ डबल सिरिज एन्ड ट्रिपल सिरिज 72 106 79 79 86 92 डट त्यसपछि 85 छ। यसको डबल सिरिज एन्ड ट्रिपल सिरिज डबल सिरिज भनेको जस्तो एउटा नम्बर छोडेर अर्को नम्बर यससँग रिलेट छ त्यस्तै गरी यो छोडेर 86 योसँग रिलेट त्यस्तै गरी यसपछि अर्को आउने अङ्क कुन हुन्छ त्यस्तै गरी 106 99 92 पछि 85 पहिला यो हेरौँ 106 देखि 99 मा जाँदा कतिले बढ्यो कतिले घट्यो -7 ले घट्यो त्यस्तै गरी 99 बाट 92 मा जाँदा -7 ले घट्यो त्यस्तै गरी 92 बाट 85 मा जाँदा पनि -7 ले घट्यो अब यो 72 देखि 79 सम्म जाँदा कतिले बढ्यो यो बढ्यो कतिले बढ्यो +7 ले बढिरह्यो त्यसपछि 79 बाट 86 मा जाँदा कतिले बढ्यो +7 ले बढ्यो अब 86 बाट पनि यहाँ आउँदा 7 ले बढ्नु पर्यो भनेपछि कति भयो 86 + 7 गर्दाखेरि 93 भयो यसरी बढिरहेछ यो बीचको सिरिज चाहिँ -7 ले घटिरहेको भने यो पहिलो सिरिज र थर्ड त्यस्तै गरी 5th अनि 7th सिरिज चाहिँ +7 ले बढिरहेछ। त्यस्तै गरी अर्को छ केस अफ अर्थमेटिकल सिरिजमा यहाँ दिएको छ नम्बरहरू 25 30 35 40 डट यो 10 टर्म भनेको 10औं पद कति हुन्छ भने सोधे यसको लागि हामीले यो अर्थमेटिकल सिरिजको एउटा फर्मुला युज गर्नुपर्ने हुन्छ जसअनुसार tn = के हुन्छ a + n - 1 * d हाम्रो यो फर्मुला हुन्छ tn = a + n t + a + n - 1 * d भन्ने फर्मुला हुन्छ। अब यो 10औं पद पत्ता लगाउनु पर्ने भएको भएर tn = a + n - 1 * d यो फर्मुला लगाएर गर्नुपर्ने हुन्छ। a भनेको यो पहिलो पद हो 25 25 प्लस n भनेको 10 10 - 1 * d भनेको डिफरेन्स यसको डिफरेन्स कति छ 25 बाट 30 35 भनेपछि 5 को डिफरेन्स छ 25 + 9 9 * 5 25 + 45 जोड्दा कति भयो 70 भनेको यो 10औं पद भनेको कति हुँदो रहेछ 70 हुन्छ। त्यस्तै गरी अर्को छ जियोमेट्रिक सिरिज 4 8 16 32 पछि 8औं टर्म कति हुन्छ भने सोधे यसमा यो जियोमेट्रिक सिरिज 4 8 16 32 भनेपछि यसको पनि एउटा फर्मुला लगाउनु पर्ने हुन्छ हामीले जसअनुसार tn = जियोमेट्रिक सिरिजको a r को पावर n - 1 भन्ने फर्मुला लगाउनु पर्छ। a भनेको पहिलो पद 4 * r भनेको रेशियो यसको रेशियो कति छ 8/4 गरे निकालिन्छ 2 छ अथवा 16/8 गरे पनि 2 नै आउँछ 32/16 गरे पनि यो 2 नै आउँछ। यो दोस्रो पदलाई पहिलो पदले डिभाइड गरेपछि यसको रेशियो निकाल्न सकिन्छ। त्यस्तै गरी r भनेको कति निस्क्यो 2 आयो। अब n भनेको 8 हो 8औं टर्म निकाल्न भने 8 - 1 = 4 * 2 को पावर कति भयो 7 भयो = 4 * 2 को पावर 7 भनेको कति हो 128 हो = कति हुन्छ 128 * 4 गर्दाखेरि 512 हुन्छ। 8औं टर्म भनेको कति भयो 512 8औं टर्म भनेको 512 भयो। यिनै थिए साथीहरू आज हामीले यो नम्बर सिरिज अन्तर्गत केही प्रश्नहरू बारे छलफल गर्यौं। हजुरहरूलाई केही पनि पक्कै पनि यो भिडियो हेरेर केही सहज भयो होला भन्ने आशा लिएको छु र हजुरहरूको आगामी परीक्षाहरू सफल हुँदै जाउन् भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद।